पनि पछिल्लो समय सामाजिक सञ्जालमा चलचित्र वरिष्ठ बलरामको निकै चर्चा परिचर्चा हुन थालेको छ। चलचित्रमा दाहाङ राई र विजय बरालको नोकझोक हामी देख्न सक्छौँ। पछिल्लो समय यो फिल्मबाट जे पनि कुराहरू साभार भइरहेका छन्, सबै कुराहरूलाई दर्शक श्रोताबिनले एकदम धेरै साथ दिइराख्नु भइरहेको छ। केही दिन अगाडि न्याउली बनैमा बोलको गीत सार्वजनिक गरिएको थियो वरिष्ठ बलरामबाट। यो गीत यति धेरै रुचाइयो, टिकटकमा सबैभन्दा बढी यो महिना टिकटक बनाउने भिडियो अथवा गीत बनेको छ। यस्तै हिजो फेरि तपाईहरु माझ यो गीतको ट्रेलर आउट गरिएको छ। ट्रेलर यति राम्रो रेस्पोन्स पाइरहेको छ कि कुरै नगरौँ। करिब 18-19 घण्टामै 5 लाख भन्दा बढी युट्युबमा भ्युज पाइसकेको छ। हेर्नुस् त, वरिष्ठ बलरामको जुनसुकै प्रस्तुत सामग्रीलाई पनि दर्शक श्रोताबिनहरूले रुचाइराख्नु भइरहेको छ। पछिल्लो समय दाहाङ राई र विजय बरालको नोकझोक हेर्नलाई दर्शक श्रोताबिनहरू एकदम धेरैभन्दा धेरै आतुर भएर बसेको हामी देख्न सक्छौँ। दर्शकबिनहरू, वरिष्ठ बलराम तपाईहरु माझ सिनेमा घरहरूमा यही कार्तिक 6 गते भाइटिकाबाट सुरुवात हुँदैछ। दर्शकहरूमा गएर अवश्य हेर्नुहोला।